अर्ग्यानिक यहाँ हेर्न सक्नुहुन्छ गाइस आफ्नै बारीमा फलाएको होइन यहाँ अर्को पनि रहेछ यहाँ अर्ग्यानिक गाइस हेर्न सक्नुहुन्छ अर्ग्यानिक फाल्टै हुन्छ है हेर्नु यहाँ चाहिँ भेनाले काँक्रा खानुहुँदैछ गाइस होइन आफ्नै बारीको अर्ग्यानिक यहाँ बारीको काँक्रा हेर्न सक्नुहुन्छ दामी छ यहाँ फलेको चाहिँ हेलो गाइस वेलकम ब्याक टु माई न्यू ब्लग म चाहिँ आइसकेको छु मेरो नयाँ ब्लगमा स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा आज चाहिँ यता निस्केको म चाहिँ होइन हेर्नु होला ब्लग सबैले लाइक कमेन्ट गर्नु होला गाइस अहिले चाहिँ म आइसकेको छु त्यहाँ अगाडि जाँदैछु म होइन हेर्दै जानु होला गाइस मल ल्याउनु हुँदैछ के को लागि यो मल यस्तै यहाँ रोप्नुको लागि यहाँ कुखुराको मल होइन दिदी यही मल लिनु हुँदैछ यहाँ भेनाहरूले यहीँ चल्लाहरूको होला नि त यहाँ चाहिँ छ चल्लाहरू चाहिँ यहाँ चाहिँ सफा गरेको रहेछ अड्किनु आमामा कत्रो बोरा चल्ला छ क्यामेरा छ अगाडि त्यही भन्नु ल बोक्नु दिदी बोक्नु न लु यति अब यो मल लक्ष्मी गाई छैन बारीमा मल हाल्नको लागि यहाँ किनेको होइन यहाँबाट चाहिँ हामी त्यहाँ जान्छौँ मल हाल्नको लागि लग्न आएको छौँ यहाँ ल अब भेनाले बोक्नुहुन्छ अब गाई चाहिँ ल उचाल्नु ल भेनाले उचालिहाल्नु त्यहाँबाट अनि कहाँ निकै झिकिसक्यो यहाँ चाहिँ मल हाल्नुहुँदैछ होइन यो खनौँ त कटेको साग अर्ग्यानिक उयसको लागि होइन ल सबै यो बारीमै फलेर खानको लागि यहाँ कोरियामा पुरै यस्तो गरेर कति पैसा कमाउँछ नेपालीहरूले यही गर्न त जाने नेपालीहरू यहाँबाट नेपालीहरू लाँदाखेरि यस्तै खेती किसानमै लाने त माटो पनि राम्रो रहेछ को त्यो रक्से नि मल यसरी हाल्नुपर्छ गाई हेर्नु होला पानी हाल्नु पर्दैन राति परेको छैन तर यहाँ चाहिँ मल हाल्दै कार्यक्रम हुँदैछ गाई भइहाल्छ त अर्ग्यानिक हो यो बारीको हाल्नु नि चिनी मल पनि अलिअलि लिएर हालिहाल्नु पर्छ चिनी मल लिएर हाल्दा माथिबाट हाल्दा हुन्छ चिनी मल के भन्दै नि हाम्रो यतिखेर मकै यति अल्को भइसक्यो त्यो त हाम्रो गाउँतिर यहाँ चाहिँ गाई बारी खन्नु हुँदैछ होइन यहाँ मल सल हाल्नु हुँदैछ यहाँ आफ्नै बारीमा अर्ग्यानिक फलेर खानको लागि यहाँ फर्सीहरू काँक्रा आइया झन्डै अगाडि
यहाँ काँक्राहरू पनि छ कहाँ पो दिएको थियौँ एउटा सानो यहाँ पनि छ काँक्रा हेर्नु सक्नुहुन्छ गाइस यहाँ छ अनि यहाँ पनि छ यहाँ मजाले फलिरहेछ अझै हो यति सबै रोप्न आँटेको छ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ तपाईँले रोप्नु भएको होइन यो सबै यहाँ भेडाले रोप्नु भएको अर्ग्यानिक यहाँ हेर्नु सक्नुहुन्छ गाइस आफ्नै बारीमा फलाएको होइन यहाँ अर्को पनि रहेछ यहाँ अर्ग्यानिक गाइस हेर्नु सक्नुहुन्छ अर्ग्यानिक फाल्टै हुन्छ है हेर्नु नि यसको बोटमा मल हालिदिनु यहाँ रहेछ यसको जरा अर्ग्यानिक मल मले ल्याएन दिदीले कता गयो ल्याउने काँक्रा चाहिँ कताबाट लागिरहेको रहेछ सानसानो यहाँ चाहिँ रहेछ ठुलो फेभरेट काँक्रा यस्तो फल्छ गाइस यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ मेरो पनि भित्र पनि पायो भने धेरै टिपेको गर्नु पऱ्यो भेनाले काँक्रा खानुहुँदैछ गाइस होइन आफ्नो बारीको अर्ग्यानिक यहीँ फलेको गाइस यो चाहिँ होइन काँक्रा हेर्नु सक्नुहुन्छ दामी छ यहाँ फलेको यो चाहिँ दिदी ट्राई गर्नु मिठो छ है गयो मल नपुगेन मलको भन्दा जस्तो पहेँलो हरियो हुन्छ नि यहाँ कागती छ गाइस होइन हाम्रो चाहिँ काम सकेर निस्केको यहाँबाट यहाँ चाहिँ अङ्गुर छ है अङ्गुर यहाँ छ जुप्पा यहाँ छ अनि अङ्गुरहरू अहिले त काँचै काँचै छ अमिलो पछि भाइले गाडी भाँक्रा हिँड्छु ल ल अङ्गुर अमिलो छ सानो भाइ आम्मामा तपाईँले रोपेको यो हामी चाहिँ निस्केको गाइस होइन यहाँ बारीमा पनि काम पनि सक्यो अब अलिकति अब भरे घाम भएर हामी चाहिँ निस्केको चर्को घाम लागेर निस्केको गाइस हामी चाहिँ हामी चाहिँ यहाँ भेडा काँक्रा नाच्छौँ होइन काम गर्नुहुन्छ कुकुरहरूको हेरेर सक्नुहुन्छ हो नि यो पनि बुट्टा हान्ने हो यहाँ चाहिँ सक्नुहुन्छ गाइस यहाँ हजुरहरू पनि चाहियो भने गाइस अर्डर गर्नु सक्नुहुन्छ होइन कमेन्ट गर्नु होला को कोलाई चाहिएको चाहिँ अबिट छ होइन यहाँ छ खुकुरेहरू चाहिँ
रहेछ हेर्नु सक्नुहुन्छ गाइस यहाँ चाहिँ बनिँदैछ होइन खुकुरे पक्राउनु त हो त देखाउनु पाइन्छ हो होम डेलिभरी छ भने यस्तो मलाई कमेन्ट गर्नु होला म नम्बर दिन्छु होइन दिदी कन्ट्याक्ट गर्दै हुन्छ अनलाइन अर्डर सबै हुन्छ होइन यो पनि अनलाइन नै हो अर्डर गरेको होला होइन सबै अर्डर गरेको गाइसले चाहिँ होइन हेर्नु सक्नुहुन्छ खुकुरीहरू दामी रहेछ गाइस कमेन्ट गरेर गाइस सबैले चाहिएको छ भने कमेन्टमा भनेर गाइस चाहिएको छ भने म नम्बर दिन्छु पाउनु सक्नुहुन्छ गाइस होइन यहाँ यस्तो यस्तो हतियारहरू छ है तपाईँको पालो अब हान्नु न तपाईँ नि गाइस हामी चाहिँ अब घरतिर गएको होइन चाहिँ बारीमा पनि गएको थियौँ बारीमा पनि यस्तो काम थियो अनि खनेर आएको अनि यहाँ कारखानामा आएको छौँ अहिले भेनाको यताबाट अझ हामी यताबाट जान्छौँ होइन गलेर हजुर ठिकै छ आइसकेको स्कुलबाट के गरेको एक्लै मलाई झरो ऊ एक्लै खाँदै बसेको खोइ भर्खर आएको हो के गरेको अनि घरमा त कोही छैन त अनि मम्मी होइन मम्मी बाबा अनि ठुलो मम्मी जानुभयो धरान हो तिमीलाई म हो हुनु न नै म हेर्नु अरे अब तिमीलाई अब मसँग बस्ने ल मसँग म स्कुल पुऱ्याउँछु होमवर्क गरिदिन्छु मम्मीहरू भोलि पर्सि आउने अरे मम्मी र बाबा गाडीमा जानुभयो गइसक्नुभयो अब 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 मामासँग बस्नु ल म भात पकाउँछु तिमी भाडा दियो ल राशि दिदी पनि बस्ने स्कुल तिमी म राशि दिदी बस्ने क्या ल मम्मीहरू जानुभयो त म होमवर्क पनि म गराउँछु ल ल म तिमी भाडा दिऊ ल के अब म पनि जान आँटेको धरान ल गएको मम्मीहरू त जानुभयो नि साँच्चै जिस्केको होइन त साँच्चै जानुभएको मम्मीहरू सोध नि त कहाँ हो मम्मीहरू गइसक्नु भयो बाइकमा भए पो अब ल जाऊ न त कोही भए पो घरमा सबैजना गइसक्नु भयो
हुनु न घरमा सब कोही पनि ल जाऊ जाऊ न जाने मम्मीहरू त हुनु न कहाँ जान्थ्यो र गाइस मम्मीहरू चाहिँ उता कोक खाँदै बसिराख्नु भएको छ म चाहिँ घर आएको भान्जीको स्कुलबाट आउनु टाइम भयो भनेर यसो जिस्काइदिएको कहाँ गयो आरसी आरसी कता गएको फेरि आऊ आऊ ए हुन्छ मम्मीहरू लुकिराख्नु जाऊ हेर्नु गएको आउने छिटो लगाएछ हामी चाहिँ आइसकेको छौँ होइन हाम्रो अलिकति काम उब्रेको छ अघि घाम भएर चिसो खाएर आएको छौँ होइन अब यहाँ के उयो बिउहरू रोप्नु पर्ने छ होइन बोडीको होला होइन जान्छ यति छ बारी चाहिँ होइन अझै ऊ माथि पनि छ मैले चाहिँ उहाँ गर्दैछौँ हामी चाहिँ काम त्यहाँ रोपेको नरोक्नु अब जाँदैछु म होइन गाइस हामी चाहिँ यता बाहिर गएको थियौँ अघि यहाँ हाम्रो अहिले यहाँ रोप्ने कार्यक्रम भइरहेछ सबै फलिरहेछ यहाँ मकै यता बोडी अब टमाटर अदुवा सबै चाहिँ यहाँ चाहिँ काँक्रा फलिसकेको छ होइन यहाँ सबै यहाँ काँक्राहरू अब यहाँ सबै रोप्न आँटेको होइन बिस्तारै हुन्छ यहाँ पनि रोप्नु हुँदैछ होइन हेर्नु होला गाइड चाहिँ होइन आफ्नै बारीमा अर्ग्यानिक फलाएर राख्नुपर्छ होइन सक्दो आफ्नै बारीमा बनाएर खाम चाहिँ गाइड हाम्रो चाहिँ बिउ छर्दैछौँ होइन सकिन आँटो पानी पनि पर्दैछ ल यहाँ दिदीले खन्नुहुँदैछ उता मम्मीले खन्नु यहाँ छ चिप्ली भिन्डीको बिउ चिप्ली भिन्डीको यति चाहिँ हालिसक्यौँ अब यति बाँकी छ गल्नु भयो पानी पर्दैछ सिम 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 गल्यो गाईतिर खल्दा आउनु सघाउनलाई आइहाल्छन् सबैजना कुदेर रोप्छु ल कालो चाहिँ नहाल्यो भने चाहिँ कालै मात्रै छ हातमा आउँछ क्या ल यो हालिदियो चिप्ली भिन्डी यो कालो चाहिँ बोडी ए हालेको होइन पानी पर्दै कहाँ हातमा अलिकति यहाँ झोलामा त छ यति हालिदिन्छु ल लास्टलाई
आजको काम चाहिँ यति नै भयो होइन सब्जी किन्न आउनुहुन्छ हाम्रो बारीमा एकदम ताजा अर्ग्यानिक होइन अर्ग्यानिक एकदम शुद्ध पाउँछ गाइस आउनु सक्नुहुन्छ गाइस फ्रेस यहाँ अब सबै यहाँ सबै रोप्ने होला होइन अब सबै रोपेर अब यहाँ हुन्छ होइन यता यता पनि छ यता काँक्राहरू पनि छ ल अब चाहिँ पानी पनि पऱ्यो अब लागौँ होला दिदी ल उठ्नु ल यो बोक्नु लगाइ चाहिँ अब चाहिँ पनि सक्यो अब हामी पनि घरतिर जान्छौँ होइन पानी पनि पऱ्यो अब हामी जान्छौँ आउनु ल त्यो होस् त्यहाँ बारीमा काम थाहा छ सक्यो होइन अब घर जान्छु अनि घर गएर भेट्नुपर्छ गाइस हामी चाहिँ घर आइपुग्यौँ होइन त्यहाँ बारीको कामहरू पनि सक्यौँ अनि चाहिँ घर आएर बसिरहेको छु म हेर्नु सक्नुहुन्छ आज अघि चाहिँ घाम लागेको थियो अहिले चाहिँ पानी पर्न थाल्यो फेरि अनि अहिले चाहिँ यहीँ छु होइन आइसकेको छु म चाहिँ लगाइ आजलाई भ्लगमा यति नै हुन्छ लास्टसम्म हेर्नुभएकोमा सबैलाई धन्यवाद छ होइन नयाँ हुनेले च्यानल सब्सक्राइब पनि गर्नु होला लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु गाइज आजलाई यति नै अब नेक्स्ट भ्लगमा भेटौँ हस् त गाइज बाई बाई